हामीलाई परमेश्वरको इच्छा पूरा गर्ने पक्षमा सहायता गर्दैन। प्रियहरू, जब हामी प्रार्थनाको कुरा गर्छौँ त्यहाँ वेदीको कुराहरू जोडिन्छ। तपाईँले रोमी 12:1-2-3 हेर्नुभयो भने त्यहाँ जिउँदो बलिदान गर्ने कुराहरू भनिएको छ। अनि बलिदान चाहिँ बाटोमा गर्दैन, बलिदान चाहिँ बेलानुको बेला हुँदैन, बलिदान चाहिँ नि वेदीमा हुन्छ। बलिदान चढाउने एउटा ठाउँ चाहिन्छ। अनि त्यही भएर येशूले हामीलाई भन्नुभयो, जब तिमी प्रार्थना गर्छौ भित्री कोठामा जाऊ अनि आफ्नो ढोकालाई बन्द गर। अनि जब हामी प्रार्थनाको विषयमा हेर्छौँ, ट्रिनिटीलाई हामी त्यहाँ पाउँछौँ। हामी आज पनि येशू ख्रीष्टको नाउँमा, उहाँको रगतमा हाम्रो जिउँदो परमेश्वर पितालाई प्रार्थना गर्छौँ, पवित्र आत्माको सहायता अनि पवित्र आत्माको शक्ति अनि पवित्र आत्माको अगुवाईमा। आमेन। बाइबलले यसरी भन्दछ कि हामीलाई प्रार्थना गर्न आउँदैन। मैले धेरैजना प्रभुको दासहरूको भिडियोहरूलाई हेरेँ। बेनिहिनले भन्नुभएको छ, हामीले चिनेकै व्यक्ति यहाँहरूको बिचमा भन्दैछु, nobody knows how to pray unless Holy Spirit helps us. पवित्र आत्माले जबसम्म हामीलाई सहायता गर्नुहुन्न नि, हामी प्रार्थना गर्न जान्दैनौँ, प्रार्थना गर्न सक्दैनौँ। अनि अरू कुनै पनि टेक्निक छैन। परमेश्वरको उपस्थितिमा पुग्नको लागि चाहिँ पवित्र आत्मा स्वयंले हाम्रो हृदयमा त्यो कुराहरू उब्जाउनुपर्छ। पवित्र आत्माले नै हाम्रो हृदयहरूलाई, हाम्रो सोचहरूलाई, हाम्रो वातावरणहरूलाई बदलाउनुपर्छ। अनि होली स्पिरिट ओन्ली द वान हु नोस हाउ टु गेट इन द प्रेजेन्स अफ जिजस। पवित्र आत्माले मात्रै हामीलाई यीशुको उपस्थितिमा पुग्नमा सहायता गर्नुहुन्छ। हामीले बाइबल पढेर परमेश्वरको इच्छाको कुराहरू बुझ्न सक्छौँ। अनि बाइबल मात्र पढेर होइन, इभन प्रत्येक आइतबार तपाईँ हामीले घरमा हामीले हरेक समय वचन सुनेर होस्, चाहे प्रत्येक हप्ता हामी चर्चमा आउँदै गर्दा पास्टर्स लिडर्सहरूले प्रचार गरेको होस्, सबै कुराबाट नि तपाईँ र हामीले जान्न सक्छौँ कि परमेश्वरको इच्छा, परमेश्वरको योजना, परमेश्वरको प्रतिज्ञा, परमेश्वरको मार्गहरू हामी सबै कुराहरूलाई बुझ्न सक्छौँ। इन्क्लुडिङ विश्वासी पास्टर्स लिडर्सहरूले लेखेको किताबद्वारा पनि तपाईँले त्यो कुरा बुझ्न सक्नुहुन्छ। तर विदाउट प्रेयर, प्रार्थना बिना तपाईँले त्यो कुरालाई अनुवाद गर्न सक्नुहुन्न, अकम्प्लिस गर्न सक्नुहुन्न, अनि मेनिफेस्ट भएको देख्न सक्नुहुन्न, तपाईँको जीवनमा प्रकटीकरण भएको तपाईँले देख्न सक्नुहुन्न। तपाईँले वचन सुनेर परमेश्वर यस्तो हुनुहुँदो रहेछ, परमेश्वरको इच्छा यस्तो रहेछ, प्रभु चाहनुहुन्छ हामीले यसरी जीवन जिएको, हामीले यस्तो गर्नु पर्दो रहेछ, हाम्रो त यस्तो पो रहेछ त भन्ने कुरा तपाईँले सक्नुहुन्छ होइन। क्षमा दिनुपर्ने रहेछ भन्ने कुराहरू हामीलाई थाहा हुन्छ, सबै कुराहरू थाहा हुन्छ, प्रेममा जिउनुपर्छ भन्ने कुराहरू थाहा हुन्छ। तर पवित्र आत्माको सहायता बिना तपाईँ आफै प्रार्थनामा नजाउन्जेलसम्म त्यो कुराले तपाईँको जीवनमा राज गर्न चाहिँ सक्दैन। We will know a lot of things about God, but we will unable to experience the presence of God. यदि तपाईँ हामी प्रार्थनामा जान गएनौँ भने नि हामी त्यो कुरालाई हाम्रो जीवनमा प्रकटीकरण भएको कहिले देख्न सक्दैनौँ। परीक्षामा विजय हुन सक्दैनौँ। म यहाँ मुनि सर भन्नेछु है, म टाइमलाई पनि हेर्नेछु किनभने हामीसँग प्रभुको भोज पनि छ, म यहाँहरूको बिचमा जानेछु। प्रार्थना भनेको के हो त भन्ने कुरा म यहाँहरूको बिचमा राख्नेछु। अनि प्रार्थनाले के कुराहरू गर्छ, एक दुईवटा कुराहरू म यहाँहरूको बिचमा राख्नेछु। अनि म समय हाम्रो प्रेरित गुरुबालाई दिइहाल्नेछु। प्रार्थनाले नि हामीलाई परमेश्वरको आज्ञाकारी छोराछोरी हुन सहायता गर्छ। धेरैचोटि हामीले प्रार्थना गरेनौँ भने चाहिँ नि हामी आज्ञा पालनमा जिउन सक्दैनौँ। त्यो व्यक्ति मात्रै आज्ञा पालनमा जिउन सक्छ जो प्रार्थनामा जान्छ, जसले आफ्नो समय प्रार्थनामा बिताउँछ। त्यो व्यक्तिले मात्रै परमेश्वरलाई प्रेम गर्न सक्छ अनि मानिसहरूलाई प्रेम गर्न सक्छ जसले प्रार्थना गर्छ। अनि अर्को कुरा, प्रार्थनाले परमेश्वरलाई बदल्दैन, तर प्रार्थनाले दानियललाई बदल्छ। प्रार्थनाले परमेश्वरको वचन अनि परमेश्वरको इच्छाहरूलाई, परमेश्वरको मार्गहरूलाई बदल्दैन, तर परमेश्वरले हाम्रो जीवनलाई चाहिँ बदल्नुहुन्छ, हाम्रो परिस्थितिहरूलाई बदल्नुहुन्छ, हाम्रो विभिन्न कुराहरूलाई चाहिँ बदल्नुहुन्छ। तर यदि हामीले प्रार्थना गरेनौँ भने चाहिँ हाम्रो जबरजस्तीले चाहिँ हामी परमेश्वरलाई बदल्न खोज्छौँ, हामी परमेश्वरको वचन नै बदल्न खोज्छौँ।
अनि जब हामी प्रार्थनाको कुरा गर्छौँ नि, यो अति नै महत्त्वपूर्ण छ। मैले यहाँ इङ्ग्लिसमा लेखेको छु, इट इज इम्पोर्टेन्ट वेन वी टक अबाउट प्रेयर द्याट वी निड टु बी able to bring our thoughts, imagination, word and our faith in one place to agreement that what makes powerful prayer. एफिसी 3 को 20 मा तपाईले पाउनुहुन्छ। हाम्रो सोच, हाम्रो विचारहरू, हामीले गरेका विचारहरू, हामीले चिताएका कुराहरू भन्दा बढ्ता परमेश्वरले गर्न सक्नुहुन्छ। प्रार्थनामा एउटा समस्या के छ भने हामी घुँडा टेकेर चाहिँ एउटा कुरा बोलिरहेको हुन्छौँ, तर हाम्रो सोचले चाहिँ अर्कै सोचिरहेको हुन्छ। हामी घुँडामा गएर चाहिँ भन्छौँ प्रभु मलाई सहायता गर्नुहोस्, तर दिमागले भन्छ यो त म आफै गरिदिइहाल्छु नि। अनि हामी हाम्रो योजनाहरू हाम्रो दिमागले बनाइरहेका हुन्छौँ। हामी प्रार्थनामा जब हामी शक्तिशाली प्रार्थनाको कुरा गर्छौँ नि, तपाईँ र हाम्रो इमेजिनेसन, सोचाइ, हाम्रो बोलाइ अनि परमेश्वरको वचनले जे भन्छ त्यो सबै कुराहरू एक ठाउँमा आउन आवश्यक छ। हामी जे कुरा विश्वास गर्छौँ त्यो कुरा हामी बोल्नुपर्छ, त्यो कुरा हामीले सोच्न पनि पर्छ, अनि त्यो कुराले चाहिँ हाम्रो जीवनमा बदलाउ ल्याउँछ प्रियहरू। अनि एउटा कुरा भनौँ, प्रार्थना चाहिँ फेरि गिफ्ट होइन, उपहार होइन। Prayer is not a gift, but it is a daily discipline and practice with the help of Holy Spirit, as well as self-desires and decision and choice. प्रार्थना चाहिँ नि उपहार होइन, त्यो भएर प्रार्थना चाहिँ अटोमेटिक त्यत्तिकै प्रार्थना गर्छु भन्दाखेरि तपाईँले सक्नुहुन्न। किन तपाईँसँग प्रार्थना छैन, तपाईँसँग भएको पैसा चाहिँ तपाईँले चलाउन सक्नुहुन्छ, जतिखेर पाए त्यतिखेर चलाउन सक्नुहुन्छ, तर तपाईँसँग पैसा छैन भने चाहिँ के हुन्छ, काममा जानु पर्यो, अनि त्यो चेक आउने दिन पर्खिनु पर्यो, अनि मात्र जब तपाईँसँग पैसा छ अनि चलाउन सक्नुहुन्छ। प्रार्थना चाहिँ वरदान नभएको कारणले गर्दा, गिफ्ट नभएको कारणले गर्दाखेरि नि यो चाहिँ परमेश्वरको आत्माको सहायताले गर्ने कुरा भएको कारणले गर्दाखेरि तपाईँ र हामीलाई डेली अनुशासनको आवश्यकता पर्छ, डेली हाम्रो चुनावको आवश्यकता पर्छ। यो चाहिँ एकदम उद्देश्यपूर्ण। हामीले अब म भोलि यतिखेर चाहिँ प्रार्थना गर्छु, यसको लागि प्रार्थना गर्छु भन्ने खालको कुराहरू अलरेडी हामी त्यो प्लान भएको हुनुपर्छ। प्रार्थना चाहिँ नि सिम्पली के हो भने नि, प्रेयर इज जस्ट सिम्पली जस्ट टु ओबे हिज वर्ड एन्ड जस्ट टु एग्री विथ एभ्रिथिङ एन्ड सो द्याट वी ट्रस्ट एन्ड पुट आवर फेथ अन हिम। प्रार्थना भनेको चाहिँ परमेश्वरको वचनले जे कुराहरू भनिएको छ नि त्यो कुरालाई सिम्पली एग्री गर्न मात्रै हो के। हामी किन प्रार्थना गर्छौँ रोगी बिमारीको लागि? किनभने हामी विश्वास गर्छौँ बाइबलमा लेखिएको छ नि त, तिमीहरूले रोगीलाई प्रार्थना गर्यो भने चाहिँ नि रोगी बिमारी निको हुन्छ, त्यो भएर हामी रोगीको लागि प्रार्थना गर्छौँ। हामी खाँचोमा भएर जाँदै गर्दाखेरि हामी किन प्रार्थना गर्छौँ? किनभने बाइबलले भन्दछ परमेश्वर हाम्रो असल गोठालो हुनुहुन्छ नि त, उहाँले हामीलाई जुटाउनुहुन्छ, कुनै न कुनै क्षेत्रबाट ल्याउनुहुन्छ। अनि प्रार्थना भनेको चाहिँ हाम्रो विश्वास परमेश्वरमा, वचन उहाँ जे भन्नुभएको छ त्यो कुरालाई अलरेडी हामीले ल्याएर एग्री गर्नु, यस लोड भन्नु मात्रै हो। प्रार्थना चाहिँ शरीरबाट सुरु हुने कुरा हो, तर शरीरमै मात्रै टुङ्ग्यो भने चाहिँ फेरि कम्प्लिट प्रेयर हुँदैन। प्रार्थना चाहिँ सुरु चाहिँ शरीरदेखि हुन्छ। वरिपरिको वातावरणले हामीलाई डिस्टर्ब गरिरहेको हुन्छ, हामी प्रार्थना गर्दै गर्दा के सोच आइरहेको हुन्छ, सकिरहेको हुँदैनौँ हामी डुब्न। तर प्रार्थना जब हामी साँचो प्रार्थना गर्छौँ नि, हामी जाँदै 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 अन्त चाहिँ तपाईँले नि आत्मामा गर्नुपर्ने हुन्छ। तपाईँ प्रार्थनामा बसेर निक्लिँदै गर्दाखेरि चाहिँ नि तपाईँको बोझ, तपाईँको समस्या, तपाईँको हरेक प्रकारको चिन्ता फिक्रीलाई चाहिँ हटाइकन तपाईँले शान्तिलाई ग्रहण गर्न सक्नुपर्छ। हलुकापनहरूलाई तपाईँले महसुस गर्न सक्नुपर्छ। प्रार्थना चाहिँ एउटा जिउँदो बलिदान नै हो। अब तपाईँले प्रार्थनाको लागि चाहिँ धेरै कुरालाई नि सेक्रिफाइस गर्न सक्नुपर्छ। किनभने प्रार्थना गर्नलाई के चाहिन्छ? जसरी प्रार्थना गर्न सक्नुहुन्छ, तर मैले भन्दै गरेको चाहिँ नि यसको लागि चाहिँ तपाईँको समय चाहिन्छ सबैभन्दा ठुलो कुरो, अनि ठाउँ पनि चाहिन्छ। यस गाडीमा हामी प्रार्थना गर्न सक्छौँ, काम गर्दै गर्दा हामी प्रार्थना गर्न सक्छौँ, हरेक प्रकारले हामी प्रार्थना गर्न सक्छौँ। तर परमेश्वरले चाहनु भएको चाहिँ त्यति मात्र होइन, तर हामी ठ्याक्क हाम्रो रुममा गएर दैलो चुनेर गरेको प्रार्थनामा चाहनुहुन्छ। मैले 3 प्रकारको प्रार्थना भनेर यहाँ लेखिएको छु, अनि कुन कुन हो भन्ने कुरा म सर भन्दैछु। फेरि पनि भने यो मेरो लागि हो, तपाईँले फाइदाजनक पाउनु भने लिन सक्नुहुन्छ, पाउनु भएन भने केही पनि छैन। पहिलोलाई चाहिँ नि मैले यो मत्ती 7 को 7बाट भने, फर्स्ट रेमलाई चाहिँ मैले आक्सिङ भनेको छु, माग्ने, आक्सिङ रेम भन्छ।
यो चाहिँ के हो भन्दाखेरि नि हाम्रो निड्सहरूलाई हामी प्रार्थनामा लान्छौँ। हामी बिमारी छौँ भने हामी चङ्गाइ माग्छौँ, हाम्रो घरको आवश्यकताहरू राम्रो होस् भनेर हामी प्रार्थना गर्छौँ, हाम्रो नानीहरूको लागि हामी प्रार्थना गर्छौँ, पास्टर लिडर्सको लागि, परिस्थितिको लागि हामी प्रार्थना गर्छौँ। अनि यो चाहिँ जसले पनि गर्छ, हामी लगभग सबैजना यसमा चाहिँ इन्क्लुड हुन्छौँ। खाने बेलामा हामी धन्यवाद भन्छौँ, उठे पछाडि हामी छोटो प्रार्थना गर्छौँ, प्रभुलाई धन्यवाद दिन्छौँ, हामी जान्छौँ, अनि फेरि पनि सुत्ने बेलामा दिनभरि सम्हालेकोमा हामी धन्यवाद दिन्छौँ। यो चाहिँ पहिलो प्रार्थना हो, साधारण प्रार्थना हो। तर दोस्रो ऱ्याममा चाहिँ सिकिङ ऱ्याम भन्छ, त्यो चाहिँ खोज्ने कुराहरू, खोजिने कुराहरू। यसमा चाहिँ के पर्छ भने नि यो चाहिँ लिटल डिपर जान्छ। तपाईँको आवश्यकतादेखि तपाईँ एक स्टेप माथि गएर नि अरूको आवश्यकता अन्तर्बिन्दुतिर तपाईँ जान थाल्नुहुन्छ। तपाईँ नि परमेश्वरको वरदानहरूपट्टि तपाईँ लोभिन थाल्नुहुन्छ। यो दोस्रो डाइमेन्सनको प्रेयरमा चाहिँ नि हामी परमेश्वरबाटको त्यो अभिषेकहरूलाई लिन चाहन्छौँ, वरदानहरू खोज्न थाल्छौँ। केही न केही हामीमा परमेश्वरको काम गर्ने जोस जागरहरू हामीमा आउन थाल्छ। यो दोस्रोमा चाहिँ अनि हामी परमेश्वरको ज्ञानहरू अझै धेरै खोज्न थाल्छौँ। हामी अलिक धेरै आत्मिक हुन चाहन्छौँ, अलिक धेरै आत्मिक हुन थाल्छौँ, अलिक धेरै आत्मिक हुन्छौँ हामी। त्यहाँदेखि चाहिँ हामी थोरै भए पनि परमेश्वरको इच्छा पनि के हो त भन्नेपट्टि हामी जान थाल्छौँ। होइन, परमेश्वरको इच्छा के छ मेरो जीवनको लागि, म के गर्न सक्छु भन्ने ठाउँतिर हामी जान थाल्छौँ। अनि परमेश्वरको वरदानहरूलाई हामी लोभिन थाल्छौँ। तर यो तेस्रो चाहिँ नि नकिङ डाइमेन्सन, मैले यसलाई चाहिँ डोमिनेन्ट पावर प्रेयर भनेको छु। यो चाहिँ अधिकार गरिने प्रार्थना हो। अनि मेरो चाहना चाहिँ यो तेस्रो प्रार्थना हो मेरो जीवनको लागि चाहिँ। यो डाइमेन्सनमा प्रार्थना गर्ने प्रभुको दासहरूले चाहिँ नि यहाँ आएर नि हिलिङको विषयमा प्रचार गरिसके पछाडि सप्ता नसप्ता मान्छेहरू हिल हुन थाल्छ। अनि हिलिङको प्रचार गरिसके पछाडि बिमारीहरू सबैलाई बोलाउँदाखेरि धेरैजनालाई परमेश्वरले निको पार्न सक्नुहुन्छ। दुष्ट आत्मा खेदाउने विषयमा प्रचार गरिसके पछाडि नि दुष्ट आत्मा लागेको मानिसहरूको जीवनबाट दुष्ट आत्मा भाग्न थाल्छ। यो तेस्रो डाइमेन्सनको प्रार्थना चाहिँ नि अन्धकारहरूसँग हामी लडाइँ गर्न सक्ने भएको हुन्छौँ। अनि यो चाहिँ नि हामी फिजिकली यहाँ गर्दैनौँ, फेरि हामी आत्मामा डिल गर्छौँ यो कुराहरूलाई चाहिँ। अनि यो चाहिँ नि हाम्रो मन, भावना, इमोसनका कुराहरू होइन, हाम्रो इन्टलेक्चुअल कुराहरू, हामीले के बुझेका छौँ, के जानेका छौँ भन्ने कुरा हुँदैन। यो चाहिँ कम्प्लिटली स्ट्रङ फेथमा डिपेन्ड हुन्छ। कम्प्लिटली म होइन प्रभु, यो हात मेरो होइन भन्ने ठाउँमा पुगेका हुन्छौँ हामी। यो हात चाहिँ तपाईँ यीशुको हो, अनि यो हातले छुँदा चाहिँ बिमारी निको हुन्छ भन्ने ठाउँमा पुग्छ त्यो व्यक्ति चाहिँ। अनि त्यो व्यक्तिले चाहिँ फेरि बिमारीलाई छुँदाखेरि निको हुन्छ। अनि मेरो चाहना चाहिँ हो, म दानियलको लागि चाहिँ म यो तेस्रो प्रार्थना गर्न चाहन्छु। म प्रार्थना गर्दै गर्दा स्वर्गदूतहरू देख्न चाहन्छु। म मानिसलाई हेल्प गर्न चाहन्छु। टुट्टा आँटेको सम्बन्धहरू छ भने नि यो व्यक्तिले नि अधिकारको साथ बोल्दै गर्दा नि मान्छेको मनहरू बदलिन्छ। अनि यो प्रार्थना चाहिँ नि सोलो प्रेयर हो। इट्स तपाईँ अनि परमेश्वर मात्रै हो। इभन तपाईँ बुढी अनि परमेश्वरको होइन। अनि यो पहिलो अनि दोस्रो चाहिँ हामी परिवार मिलेर गर्न सक्छौँ। डिभोसन टाइपले हरेक कुराहरू प्रभुलाई हामी धन्यवाद दिन सक्छौँ। सेकेन्डसम्म हामी आउँदै गर्दाखेरि एटलिस्ट महिनामा एकचोटि उपवास बस्छ सेकेन्डसम्म आउने मान्छे चाहिँ। तर यो तेस्रोमा आउँदै गर्दाखेरि चाहिँ नि उसको जिन्दगी नै उपवास भइरहेको हुन्छ। उसको जिन्दगीमा उसले देख्ने भनेको परमेश्वरको इच्छा, परमेश्वरको राज्य वृद्धि, मरेको आत्माहरू बाँच्नुपर्छ भन्ने कुराहरूमा गइरहेको हुन्छ यो तेस्रोमा आउने व्यक्तिहरू चाहिँ। अनि प्रभुले चाहेको चाहिँ यो तेस्रो लेभलमा हामी सबै पुग्न सक्छौँ। बाइबलले यसरी भन्छ, मर्को 16 अध्यायको अन्तिम दिनतिर तपाईँले आउनुभयो भने विश्वास गर्नेहरूसँग चाहिँ यो चिन्हहरू हुन्छ भनेको छ। अनि उनीहरूले रोगीहरूलाई प्रार्थना गर्दा निको हुन्छ, भूतहरू भाग्दछ। तर हामी यति धेरै झुक्यौँ कि कतिवटा कुरा त म बोल्न सक्दिनँ अहिले। त्यो ठाउँमा पुर्याउनु भएको छैन प्रभुले। त्यो ठाउँमा पुर्याए पछाडि म बोल्ने नै छु। तर हामी झुक्किनु हुँदैन। शैतानले नि तपाईँ पढ्न जान्दैन भन्दैन। अनि शैतानले तपाईँ हामीलाई आक्रमण गर्न नि हाम्रो कमजोर अवस्थामा आउँछ। जब हामीलाई दुखिरहेको हुन्छ नि त्यो बेलामा उसले मुख हान्छ। जब हामी एक पाइला अघि सर्न सक्दैनौँ नि त्यतिखेर उसले पछाडि जान्छ। यीशु ख्रीष्ट 40 दिन 40 रातको प्रार्थना सके पछाडि जब उहाँ भोकाउनु भयो नि त्यतिखेर आएर उसले खानाको परीक्षा गर्छ।
ताकि परमेश्वरले त्यतिखेर जे भेट्यो पनि म खान्छु भन्ने स्थितिमा त पुग्नु भएको थियो मानिसहरूको कारणले गर्दा। अनि जब हामीसँग बल हुँदैन, जब हामीसँग केही हुँदैन, त्यतिखेर शैतान हामीलाई आक्रमण गर्न आउँछ। अनि त्यतिखेर त्यो व्यक्ति जो व्यक्तिको प्रार्थनाको वेदी चाहिँ डह्रो छैन भने नि शैतानले तपाईँलाई नि लडाइँ पछाडि तपाईँ उठ्न सक्नुहुन्न। अनि मेरो इन्करेज छ तपाईँलाई, प्रार्थना गर्न थाल्नुहोस्, समय निकाल्नुहोस्। मैले चाहिँ के निर्णय गरेको छु, बरु 2-4 पैसा मलाई कमी होस्, मेरो स्वास्थ्य पनि थोरै बरु बिग्रिन्छ भने बिग्रियोस्, थोरै मात्रै भनेको छ फेरि मैले, धेरै चाहिँ होइन। निन्द्रा पनि मलाई अलिकति कम हुन्छ भने होस्, तर मेरो प्रार्थनाको वेदी चाहिँ डह्रो हुनुपर्छ। अब झन् आउने दिनहरूमा त नि बाइबलले भन्छ त्यो व्यक्तिहरू मात्रै डह्रो भएर नि आउने परीक्षालाई लडाइँ गर्न सक्छ जसले आफ्नो परमेश्वरलाई चिनेको छ। अनि त्यो व्यक्तिले परमेश्वरलाई चिन्छ, जो व्यक्ति चाहिँ परमेश्वरमा प्रार्थना गरेर जान्छ। प्रियहरू, तर यो प्रार्थना चाहिँ फेरि हप्तामा एकचोटि गरिने कुराहरू होइन, एक दिन तपाईँले एउटा समय छुट्याउने कुराहरू हो। तपाईँ र मैले प्रत्येक दिन एउटा समय छुट्याउने कुराहरू हो। तपाईँ हामीले प्रार्थनामा समय चाहिँ छुट्याउनै पर्छ एभ्री डेको लागि। त्यही भएर बाइबलले हामीलाई के भन्छ, रोमी 8:26 मैले अघि भने पवित्र आत्माको सहायता हो। यो चाहिँ फेरि हामी जबरजस्ती गर्न सक्दैनौँ। तर म तपाईँलाई एउटा मेरो एक्सपिरियन्स चाहिँ सेयर गरिदिन्छु। तपाईँले प्रार्थना गरेको लगभग 1-2 महिना चाहिँ तपाईँले केही फिल गर्नुहुन्न। अनि तपाईँलाई एउटा कुरा भनौँ, आत्मामा तपाईँले नि आफ्नो शरीरबाट तपाईँ आत्मामा सिफ्ट हुन चाहिँ टाइम लाग्छ, इट टेक्स टाइम। हतारमा चाहिँ हुँदैन। त्यही भएर तपाईँ एक दिन टेस्ट गर्न बस्नुहोस् त, तपाईँ रियल म प्रार्थना गर्छु भनेर कोठामा जानुहोस् त, तपाईँलाई 2-3 घन्टा बिताउन कति गाह्रो हुन्छ, युज टु हुनुहुन्न भने। मैले सुरुमा थाहा छ, मैले प्रार्थना गरेर सिक्दै गर्दाखेरि नि लामो प्रार्थना गरे जस्तो भयो। अनि घडी हेर्दाखेरि चाहिँ जम्मा 3 मिनट मात्रै गएको थियो, तर आई फिल लाइक घन्टौँ प्रार्थना गरे जस्तो भइरहेको थियो, शब्दहरू सिद्धिएको थियो। तर यो चाहिँ प्र्याक्टिस हो एभ्रिडे, बिस्तारै नर्सरी गए जस्तो, पिपीमा ए फर द एप्पल भने जस्तो, अनि बिस्तारै ए, त्यहाँदेखि राम वान्ट्स टु इट द एप्पल भने जस्तो हो, त्यहाँदेखि अनि प्याराग्राफ लेखे जस्तो हो, त्यहाँदेखि एसे लेखे जस्तो बढ्दै 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 गएर ठुलो हुन्छ। तर नानीलाई नर्सरी लगेको छैन भने चाहिँ फेरि उमेरको आधारमा चाहिँ फेरि यो नानी 15 वर्ष 16 वर्ष भयो भनेर हाई स्कुल लानु भने त्यो नानी कन्फ्युज हराइ हुन्छ। उमेरमा त्यो नानी ठुलो होला, तर उसले पिपीमा ए फर द एप्पल नसिकेको कारणले गर्दा, रामले एप्पल खान चाहन्छ भने नसिकेको कारणले गर्दा, त्यो एसे उसले लेख्न नजानेको कारणले गर्दाखेरि उसलाई एकैचोटि ठुलो क्लासमा गयो भने उसले केही गर्न सक्दैन। त्यही भएर हाम्रो प्रार्थना हामी प्रभु पाए कति भयो भन्ने कुराले होइन, तर हाम्रो प्रार्थनामा हामी प्रार्थना गर्दै गर्दा प्रभुको उपस्थिति हामी कति थाहा गरिरहेको छौँ। म छिट्टो जानेछु ल, अब लगभग मसँग धेरै भनेको 8 मिनटदेखि 10 मिनट रहेछ है त। म यहाँको बिचमा एकदम क्विक जानेछु। म कतिवटा कुरालाई स्केप गर्दै यहाँहरूको बिचमा प्रार्थना भनेपछि के हो त भन्ने कुरालाई म यहाँ तपाईँहरूको बिचमा भन्नेछु है त। मैले लेखेको चाहिँ प्रार्थना भनेपछि के हो भन्दाखेरि मैले यसरी लेखेको छु, प्रेयर इज इन्टेन्सनली एन्ड पर्पजफुली डेली टाइम सेपरेटेड नम्बर 1 मा टु नो जिजस क्राइस्ट मोर इन्टिमेटली एन्ड प्रिपेरिङ सेल्फ टु एकम्प्लिस विल अफ हेभेनली फादर एन्ड टु एडभान्स किङडम अफ गड। प्रार्थना भनेपछि प्रत्येक दिन उद्देश्यपूर्ण, इन्टेन्सनली भन्छ, विदाउट वेस्टिङ एनी टाइम, एकदम तपाईँले एकदम महत्त्वपूर्ण ठानिकन, सबैभन्दा त्यसलाई ठुलो प्रायोरिटी राखिकन प्रत्येक दिन नि छुट्याएको समय यीशु ख्रीष्टलाई अझै धेरै चिन्नको लागि, उहाँसँग अझै घनिष्ठतामा तपाईँ जानको लागि, अनि आफैलाई तयार गर्नको लागि कि परमेश्वरको इच्छामा तपाईँ र हामी हिँड्नको लागि, परमेश्वरको राज्य वृद्धि हुँदै गर्दाखेरि परमेश्वरको राज्यमा हाम्रो जीवनबाट कुनै न कुनै क्षेत्रको कन्ट्रिब्युट गर्नको लागि हामीलाई प्रार्थना आवश्यक पर्छ। जब म प्रार्थना भनिरहेको हुन्छु, यहाँ के इन्क्लुड हुन्छ भन्दाखेरि नि बाइबल रिडिङ इन्क्लुड हुन्छ, फास्टिङ इन्क्लुड हुन्छ, वर्सिप इन्क्लुड हुन्छ, हामी के कुरा विश्वास गर्छौँ भन्ने कुरा पनि इन्क्लुड हुन्छ, हामी कस्तो प्रकारले सोचेर जीवन जिउँछौँ, कस्तो के कुरा धेरै सोच्छौँ त्यो कुरा पनि इन्क्लुड हुन्छ, अनि हामी के कुराहरू धेरै बोल्छौँ भन्ने कुरा पनि फरक पार्छ। अनि हामी जे कुरालाई विश्वास गर्छौँ त्यो कुरा हामीले बोल्न थाल्यौँ भने चाहिँ हाम्रो जीवनमा परमेश्वरले काम गर्नुहुन्छ। म यहाँहरूको बिचमा सर 4-5वटा बुदा दिन चाहन्छु है त। प्रार्थनाले के गर्छ त भन्दै गर्दा, अनि म जब प्रार्थना भन्छु तपाईँहरूले के सम्झिनुहोस् भने, जस्ट प्रार्थना भन्दै गर्दाखेरि उपवासलाई पनि सम्झिनुहोस्, आराधनालाई सम्झिनुहोस् है, हरेक प्रकारले सबै कुराहरूलाई इन्क्लुड हुन्छ। त्यही भएर हामी प्रार्थना गर्दै गर्दा आराधना पनि गर्छौँ, प्रार्थना गर्दै गर्दा वचन डिक्लेयर गर्छौँ, प्रार्थना गर्दै गर्दाखेरि हामी उपवास बसेर गर्छौँ, प्रार्थना गर्दै गर्दाखेरि हाम्रो विश्वासको कुराहरू हामी निकाल्छौँ।
अनि बाइबलले यसरी भन्छ मत्ती 26:41 मा चाहिँ वाच एन्ड प्रे एन्ड डु नट फेल इन टेम्पटेसन। बाइबलमा यीशु ख्रीष्टले भन्नुहुन्छ आफ्नो चेलाहरूलाई जागर हो, होशियार बस, निरन्तर प्रार्थना गर अनि परीक्षामा नपर। प्रार्थना गर्ने व्यक्तिले नि परीक्षालाई नि जित्न सक्छ अनि परीक्षादेखि जोगिएर नि उसले आफ्नो जीवनलाई अघि बढाउन सक्छ। म क्विक जानेछु। दोस्रोमा चाहिँ नि प्रार्थनाले चाहिँ नि आत्मिक आँखाहरू खोल्दछ, हाम्रो आत्माको अन्डरस्ट्यान्डिङहरू, आत्मिक कुराहरू बुझ्ने हाम्रो लेभलहरूलाई बढाउँदछ। तपाईँले वचन लेख्नु भएको छ भने लेख्न सक्नुहुन्छ। एफिसी 1:17-20 मा पावलले भन्छ म तिमीहरूको लागि प्रार्थना गर्छु, म तिमीहरूको लागि प्रार्थना गरिरहेको छु कि परमेश्वरले तिमीहरूको हृदयको आँखा खोलिदिनु भएको होस्, तिमीहरूको समझहरू उक्रिएको होस् अनि तिमीहरूले आत्मिक कुरा परमेश्वरले हामीलाई स्वर्ग स्थानमा के राख्नु भएको छ भन्ने कुरा चाहिँ बुझ्न सक भनिएको छ। अनि प्रार्थना गर्दै गर्दाखेरि चाहिँ नि हाम्रो आँखाहरू खोलिन्छ। दोस्रो राजा 6:16 र 17 मा नि एलिसाले आफ्नो नौकरको लागि प्रार्थना गर्दाखेरि नि उसको आत्मिक आँखा खोलिएको छ। अनि आक्रमण शत्रुहरूले गर्दै गर्दाखेरि नि एलिसाले आफ्नो नौकरको लागि प्रार्थना गर्दा नि उसको आत्मिक आँखा खोलिएको कारणले गर्दाखेरि चाहिँ नि त्यहाँ चाहिँ स्वर्गदूतहरू उसले देखेको छ, ठुल्ठुलो रथहरूलाई उसले देखेको छ। तेस्रोमा नि बन्धनहरू र बन्धनबाट हामीलाई स्वतन्त्र मिल्छ अनि हार्न आँटेका छौँ भने पनि हामी त्यसमा विजय हुन सक्छौँ। एक्ट प्रेरित 16:25 मा तपाईँले पाउनुहुन्छ पावल र सिलास झेलखाना भन्दा बाइबलले यसरी भन्छ दे प्रे एन्ड दे प्रेज। उनीहरूले प्रार्थना गरे, प्रशंसा गरे भन्दछ अनि त्यहाँ उनीहरूको खुला स्वतन्त्र भएको कुरा हामी पाउँछौँ। प्रियहरू, प्रेरित 12:1-10 हामी के पाउँछौँ भने नि प्रार्थनाले चाहिँ नि हामीलाई मार्न आँटेका कुराहरू, हाम्रो जीवनमा मर्न आँटेका कुराहरूलाई नि फेरि जगाउँछ, बचाउँछ। कतिवटा आत्मिक इच्छाहरू हाम्रो मरिसकेको छ होला, मर्दैछ होला, र प्रार्थना गर्न थाल्यो भने नि हाम्रो इच्छाहरू फेरि ब्याक आउँछ। यहाँ तपाईँले प्रेरित 12:1-10 हेर्नुभयो भने चाहिँ जेम्सलाई चाहिँ मारिसकेको छ तर पत्रुसलाई झेलखानामा राखेको छ अनि भोलि मार्दैछ। तर बाइबलले भन्छ चर्चले प्रार्थना गर्यो अनि राति नै स्वर्गदूत स्वर्गबाट रिलिज हुनुभयो अनि पत्रुसलाई भित्र गएर त्यो बन्धनबाट स्वतन्त्र दिएर प्रार्थना गरेको ठाउँमा पत्रुसलाई ल्याएको छ। प्रियहरू, प्रार्थनाले नै हाम्रो बन्धनहरू तोड्छ, मर्न आँटेका कुराहरूलाई फेरि जीवित बनाउँछ। प्रियहरू, प्रार्थनाले नि असम्भव कुराहरूलाई सम्भव बनाउँछ। यीशु ख्रीष्टले 5,000 जना मानिसहरूलाई खुवाएको तपाईँले पाउनुहुन्छ मत्ती 14:13 मा। अनि हामीले पाउँछौँ मोसाले नि इजरायलीहरूलाई लिएर जाँदै गर्दा लाल समुद्रमा नि उनीहरूले पुलहरू लाउने कुरा गरेन तर प्रार्थना गर्दै गर्दाखेरि बाटो खोलिएको छ। डेभिडले गोलायतलाई मारेको छ किनभने त्यो प्रार्थना थियो। दानियल नि सिंहको खोरबाट बाँचेको छ किनभने त्यो प्रार्थना थियो। अब्राम र सारालाई नि 100 वर्ष र 90 वर्ष हुँदा परमेश्वरले आफ्नो सन्तान दिनुभयो। असम्भव भन्ने कुराहरू प्रार्थना गरेर प्रभुमा भरोसा गर्दा सम्भव हुन्छ। प्रियहरू, अन्तिममा म यहाँहरूलाई भन्न चाहन्छु कि प्रार्थनाले नि मरेको कुरालाई पनि जीवित भएको छ। मरेको लाजरसलाई नि प्रियहरू यीशु ख्रीष्टले यूहन्ना 11:41-46 मा हामी गयौँ भने नि मरेको लाजरसलाई नि यीशु ख्रीष्टले जीवित पार्नुभयो। तर अहिले मसँग टाइम छैन, तर मरेको कुराहरूलाई जीवित पार्न चाहिँ अलिकति हार्डवर्क लाग्छ किनभने उसको दिदीले ढुङ्गा हटाएको छ। ढुङ्गा हटाउने विषयमा छुट्टै कुराहरू छ। ढुङ्गा हटाउनुपर्छ, फेरि लाजरस जीवित भएर पनि नि ढुङ्गा हटेन भने फाइदा हुँदैन। ढुङ्गा हटेर लाजरस जीवित भएर बाहिर त आएको छ तर यीशु ख्रीष्टले फेरि त्यो बाँधेको टेपहरू कात्रुची नखोलिदिएको भए त्यहाँ स्वतन्त्र हुँदैन। त्यो भएको कारणले गर्दा मरेको कुरा पनि प्रार्थनाले जीवित चाहिँ पार्छ। तर जीवित भइसके पछाडि निरन्तर गर्ने कुराहरू छ। मेरो आजको यहाँहरूलाई इन्करेजमेन्ट यही हो कि प्रार्थना गर्न थाल्नुहोस्, उपवास बसेर प्रार्थना गर्न थाल्नुहोस्। तपाईँको परिस्थिति जस्तो सुकै छ तपाईँको सोच बदल्न सक्छ प्रार्थनाले। तर प्रार्थना भन्दै गर्दाखेरि चाहिँ बाइबल रिडिङ त्यहाँ पढ्छ, प्रियहरू वचन अध्ययनको कुराहरू पढ्छ, उपवास पढ्छ, आराधना महिमा दिने कुराहरू, प्रशंसा सबै कुराहरू पढ्छ। र यदि तपाईँले निरन्तर प्रार्थना चाहिँ गर्नुभयो भने नि तपाईँको जीवनमा तपाईँले महिमाको कुराहरू पाउनुहुनेछ। तपाईँले सुनेर बाइबल पढेर सबै कुरा त थाहा छ तर त्यो कुरा अब तपाईँ देख्न चाहनुहुन्छ, तपाईँ आफ्नो जीवनमा, आफ्नो परिवारमा, आफ्नो नानीहरूमा देख्न चाहनुहुन्छ भने चाहिँ तपाईँले प्रार्थना मात्रै एउटा यस्तो उपाय हो जुन कुराद्वारा हामी त्यो कुराहरूलाई देख्न सक्छौँ। अनि प्रार्थना गर्ने मान्छे चाहिँ आफ्नो अभिलाषामा मर्दै मर्दै जान्छ किनभने उपवासले हाम्रो एपेटाइट्सहरूलाई कन्ट्रोल गर्छ। प्रार्थना वचन अध्ययनले हाम्रो माइन्डलाई रिन्यू गर्छ। विभिन्न कुराहरू छ तर अहिले म यहाँहरूलाई भन्न सक्दिनँ किनभने 45 भइसकेको छ। 11 बजे हामी निक्लिनुपर्छ अनि पवित्र आत्मालाई पनि यो कुरा थाहा छ कि हामीले 11 बजे यो छोड्नुपर्छ अनि प्रभु भोज छ। त्यो भएको कारणले गर्दा म धेरै जोसमा जान चाहन्न तर अन्तिममा यही भन्न चाहन्छु, प्रार्थना गर्न थाल्नुहोस्, परिस्थितिहरू बदलिन्छ।
तर तपाईँ हामीले पहिलो प्रार्थना मात्रै गरेर चाहिँ हुँदैन, खाना खाने बेलामा सुत्ने बेलामा मात्रै चाहिँ हुँदैन, अलिकति डिपर हामी जानुपर्छ, उपवासहरू हामीले जोड्नुपर्छ। हामी एकदम च्यान्ट्रेको कुराहरू त मैले यहाँ गरेकै छैन, अरू धेरै कुराहरू छन्, तर अन्तिममा कुरा चाहिँ यति मात्रै हो, हामी घोडामा जान थालौँ, प्रभुलाई बिन्ती गर्न थालौँ अनि उहाँले सिकाउँदै लानुहुन्छ। किनभने पवित्र आत्मा चाहिँ असल शिक्षक हुनुहुन्छ, आमेन। पवित्र आत्मा चाहिँ असल काउन्सिलर हुनुहुन्छ, उहाँले हामीलाई सधैँ काउन्सिल दिनुहुन्छ अनि उहाँले हामीलाई सधैँ के गर्नुहुन्छ, सिकाउनुहुन्छ, इन्करेज गर्नुहुन्छ। हुन्छ, हामी छोटो प्रार्थना गरौँ 1 मिनटको, अनि यो समय हाम्रो गुरुबाले लिन सक्नुहुनेछ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ, महिमा तपाईँलाई हामी दिन्छौँ, सबै कुराबाट हामी तपाईँलाई उछाल्छौँ। प्रभु हामी यही प्रार्थना गर्छौँ, तपाईँ परमप्रभुले हामीलाई अनुग्रह गर्नुभएको होस्, तपाईँ परमप्रभुले हामीलाई सहायता गर्नुभएको होस्। महिमा तपाईँलाई प्रभु। आउँदो दिनहरूमा हामी अझै धेरै तपाईँलाई इन्टिमेटली चिन्न सकौँ, प्रार्थनाद्वारा, बाइबल अध्ययनद्वारा, आराधना गर्दै तपाईँको नजिक हामी पुग्न सकौँ। हाम्रो जीवन तपाईँको हातमा, तपाईँको इच्छा पुरा गर्नुहोस्, तपाईँको राज्य हाम्रो जीवनमा पुरा गर्नुहोस्, आफ्नो महिमा लिनुहोस्। सबै कुराबाट हामी तपाईँलाई महिमा दिन्छौँ, येशू ख्रीष्टको नाउँमा, आमेन। हेलो, जय मसीह सबैलाई। हामी ठुलो ताली बजाएर नानीहरूलाई हामी धन्यवाद।